कहिले म पनि जान पाऊँ, स्कुल जान पाऊँ भनेर एकदम ऊ हुने के मनमै एकदम दबाएर बस्ने। अब भाइले पढेको म हेरिरहेको छु के, अनि आऊ यहाँ सिलाइ काम गर्नु पर्यो, आऊ आऊ भनेर बुवाले गाली गर्नुहुन्छ। सत्र वर्षमा बिहा भयो, मिट पसलमा कुखुरा मासु पसल राखेँ र हिसाब गर्न आउँदैन कि, अनि यस्तो मोबाइल पनि चलाउन आउँदैन नि। पसल कसरी चलाउने भनेर कस्तो डर लाग्यो कि मलाई केही आउँदैन थियो। पसलमा बसेर कुनामा कसरी गर्ने, छोरालाई कति मलाई सिकाइदिनु, मलाई नाम लेख्न सिकाइदिनु, केही नभए पनि मलाई नाम त सिकाइदिनु भन्छ। यसो यसो गर भन्छ, मलाई त आउँदैन। अनि उनीहरू कुरा गर्ने पनि डर लाग्ने, बर्चुप लाएर बस्ने। आफूलाई एकदम प्रौढ कक्षा कहीँ छ कि भनेर खोज्न गएँ, छैन, कहीँ पनि छैन के। दुःख लाग्यो यस्तो मलाई त। अनि के गर्ने अनि यहाँ